हेलो गाइज वेलकम टु माई न्यू ब्लग टाइप्स अफ संसार हुन्छ होला म संसार म चाहिँ यहाँ जापानको गल्ली हिँडिरहेको अब म चाहिँ स्कुल जान लागेको ल्याङ्ग्वेज है अब गाडी चढेर बस चढेर जानुपर्छ कसरी चढेर जानुपर्छ के पर्छ कसरी जान्छु म भनेर देखाउँछु म है 1 महिना अलिक हुन लागिसक्यो म त्यहाँ जानु लाग्यो पनि होइन त्यही हो कस्तो हुन्छ दार्जिलिङमा कस्तो रहेछ के रहेछ म तपाईँहरूलाई देखाउँदैछु कसरी जानुपर्छ गाडी चढेर हिउँ परेको छ कि केटा हो है आफू चाहिँ के नै हिउँ खेल्न पाइन्छ होला यहाँ भैँमा राखेर नि हुर हुर भनेको त लास्टमा त हिउँ त यति भन्दै नपरिरहेको गाडीको माथि मात्र भैँमा त छँदै छैन ल हेर नि है यही स्टेसनबाट हो मैले गाडी चढ्ने है 208 नम्बरको बस हो है अब बस आउँछ अनि चढ्नुपर्छ है त्यो केटा त्यो बस हो है म चढ्ने हो त्यो 208 को अब यहाँ आउँछ अनि बल्ल बक्का है यही हो मैले भाषा पढ्ने ठाउँ चाहिँ है यो चाहिँ अलिक ग्राउन्ड भइहाल्यो यहाँबाट भित्र हो है बक्का है यहाँ नै छ बक्का होइन त्यही हो अब भित्र जाउँ होइन अब माथि मोबाइल त पक्कै लान पाउँदैन होइन त्यही हो यही हो मेरो बक्का है माथि हो ल अहिले म पढेर भ्याएपछि भेटौँ होइन अक्सिजन त देखाउनु ट्राई गर्छु यही हो मेरो चाहिँ यहाँ चाहिँ यस्तो जुत्ता लिएर आउनु आउँछ है आफ्नो यो चप्पल निकाल्ने यहाँ नाम लेखेको छ अनि यहाँ गएर जाने है अनि आफ्नो लगाएर क्लासरुमभित्र जाने यही हो मेरो क्लासरुम स्कुलबाट भर्खर निक्लेँ होइन स्कुलबाट निक्लिएर अब जाँदैछु होइन भर्खर निक्लेको स्कुलबाट है त्यस्तै छ भर्खर पढ्यो अब बजे कति बज्यो भन्दाखेरि 2:12 गएछ निक्लिँदै अब आज चाहिँ ढिलो भयो अब घर पुग्दा कति हुने यो 1 घन्टा पनि बढी लाग्छ यार हिँडेर जानलाई ल अब बिस्तारै जाऊँ है त एउटा यो कफी हान्यो कफी हान्दै बाटो पुरै हिँड्दै जाने हो अब के कफी खाँदै गयो उसलाई हेर यहीँ हो कि भ्यू चाहिँ आमामा यो यस्तो दामी छ नि माछा पनि है 2टा भयो त्यहाँ मैले धेरै जस्तो यस्तो राम्रो छ नि त्यहाँ म अहिले अगाडि गएर देखाउँछु ल हेर कस्तो दामी छ कि भ्यू मात्र कि एउटा माछा यहाँ बस्थ्यो कि जहिले नि एउटा भन्दा मैले धेरै जस्तो देखेकै थिएन भने माछा यहाँ एउटा अनि ऊ हाँस छ ऊ त्यतातिर अरू एउटा 2टा त्यति हो यार यहाँ के नि हुँदैन यार धेरै जस्तो यार त्यस्तै छ अब हाँसहरूलाई रमाइलो छ आनन्दले बसिरहन् ट्रेन गइरह है सर यताबाट फेरि ट्रेन आउनु लागिरहेको कि सर बसेर यतै हेर्ने एकैछिन अनि चल्ने हो म त जहिले ल गाइस म चाहिँ भर्खरै घर आएर बसेको छु है मामु यता हेर्नु त मम्मी अनि त्यही हो ल गाइस म चाहिँ अब 1 घन्टा पनि बढी हुन्छ कि 2 मिनट बढी भएछ आज चाहिँ त्यही हो ल गाइस आजको भ्लग चाहिँ यति नै हो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला म बिस्तारै भ्लग बनाइरहन्छु होइन त्यही हो ल आजको लागि यति लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु ल गाइस बाइ एन्ड टेक केयर